हेलो गाइजहरू, के छ तपाईँहरूको हालखबर? ठिकै छ होला नि, होइन र? अहिले हाम्रो देशको नेपालको नै अवस्था अब के हुन्छ के हुन्न भन्ने कुरा ठ्याक्कै भन्न सक्ने अवस्था छैन। हुन्छ नि यस्तै यो जेएनजीको नाममा अब तपाईँको चाहिँ बवाल मचाएर जुन विद्यार्थी आन्दोलन भयो के भयो हुन्छ नि, होइन? भइसकेपछि फेरि बङ्गलादेशमा पनि फेरि आतङ्क मचेको फेरि हुन्छ नि। पुरै हेर्नुहोस् त्यहाँ भनौँ ढाका त्यो पुरै उ छ, कर्फ्यू लागेको छ, सारा सब छ, हुन्छ नि, आतङ्क मचिरहेको छ त्यहाँ, घर जलाइरहेको छ, लुटपाट मचिरहेको छ, हुन्छ नि। जेएनजीको नाममा यो जुन यो अब जेएनजी पनि एउटा उमेर समूह हुन्छ, मैले उनलाई के भन्दैन, हुन्छ नि, जुन जेएनजीलाई देखाएर जुन आतङ्क मचाउने यो देशमा हुन्छ नि, हो किन? रवि लामिछाने पनि हो क्या, नको कारबाट त्यसले पनि मान्छे परिचालन गर्ने त्यसका मान्छे त्यस पार्टीका हुन्छ नि, होइन? अराजक बढी भइरहेका छन् यिनी रवि लामिछानेका मान्छेहरू, हुन्छ नि। तिम्रो ठिक्कै ठिक्क हुन्छ नि, क्रान्ति भन्ने कुरा हेर हुँदै जाने कुराहरू हुन्छ नि, बुझ्यो कि नै? 10 वर्ष जनयुद्ध लडाइ प्रचण्डले त अहिले थाङ्नामा सुत्ने भएन, माओवादी पार्टी नै विघटन गरेर कता कता गएन, हुन्छ नि। तिम्रो त रवि लामिछाने हुन्छ नि, सहज परिस्थितिमा त्यो अमेरिकामा थियो क्या रवि लामिछाने, हुन्छ नि, यहाँ थियो र नेपालमा थिएन नि। अमेरिका ठगेर यहाँ नेपाल आएको मान्छे त्यो पनि, बुझ्यो कि नै? होइन र? त्यत्र पैसा सहकारीका रकम हिँडाबिना यताउति गरेको छ, अनि त्यहाँबाट मिलोमतम गरेको छ है, बुझ्छ? रवि लामिछाने जिबेराले यो छविलाल यो जोशी भन्नेले, हुन्छ नि। मैले धेरै कुरा भन्दिनँ, रवि लामिछाने मात्र पनि भन्दैन, तर रवि लामिछाने व्यक्तित्व जो हैसियत हुन्छ नि पत्रकारमा ट्याङ्ना गर्ने हो त्यति चाहिँ हुनुपर्छ, हुन्छ नि। जस्तो अब हिजो हाम्रो लमई नगरपालिकाको थियो नि सार्वजनिक सुनाइ कार्यक्रममा, होइन र? यो एउटा ओ पोजिटिभ भन्छ एउटा पागल, अस्ति मलाई फेरि एउटा के हाल्दै थियो नि म्यासेजमा, फेरि कहाँ के भनेर हालेको थियो कि त्यसले, हुन्छ, मैले हेर्छु। त्यो सक्छन् त्यसले ब्याचलर पास ऊ सहसचिव जागिर खाओस् न गाडी, त्यसले गेन्द्र डाङ्गीलाई एकदमै पुरा पिलेर भन्छ माया टुनी। गेन्द्र डाङ्गीले जस्तो तपाईँको मलाई गेन्द्र डाङ्गीसँग मलाई के मतलब छैन, उनले मलाई चिन्दा पनि चिन्दैनन्। गेन्द्र डाङ्गी लेबरमा जाने त आयोग पास गर्ने जाने हो, भ्रष्टाचार गरेको छैन अख्तियार मुद्दा हालिदिने हो, होइन? त मलाई कुनै के सपोर्ट पनि के मलाई मतलब छैन। ओ पोजिटिभ भन्ने एउटा पागल छ नि, त्यो पागलले फेरि तथा नाम माया टुनी यताउति सायरीबाट सुनाइरहेका थियो, हुन्छ नि। मैले हेरिरहेका थिएँ, एन्टनी पागल त माया पागल त सक्छ नि, त्यहाँ तैँले खानु त्यो जागिर नि, किन गेन्द्र डाङ्गीले दिन पऱ्यो गाँठे? मैले होइन, मैले पनि खान सक्थेँ, तर मैले सकिनँ हेर, बुझिस् किन? मैले प्रयास गरेको थिएँ, मैले सकिनँ हेर, बुझिस् कि नै? होइन? मायाटुले अस्ति फेसबुकमा त्यो मैले यसो बन खुल्ने बेलामा तैँले मायाटु अलिक जथाभावी जे मन लाग्छ उयो कमेन्ट लेखाएको थिइस् के, तेरो त्यो हैसियत होइन, बुझिस् कि नै? फेस गरौँ न, आइज न, बुझिस् कि नै? बहुत एकदम कति खतरा मान्छे यार तैँले, यार आफूलाई, होइन? मैले टिकटकमा हाल्छु फेरि फेसबुकमा हाल्दैन डाइरेक्ट, हुन्छ नि। यो कुरा बुझिराख, तेरो हैसियत के छ, औकात के छ मलाई पनि थाहा छ, बुझिस् न? धेरै चुटफुट नगरेस् मसँग, त्यही हो यार।